हेलो एन्ड वेलकम टु बिपी रेग्मी क्लासेस। तपाईहरुलाई बिपी रेग्मी क्लासेसमा फेरि पनि स्वागत छ र आज हामी इङ्ग्लिस स्पिकिङ क्लासको डे 7 सम्म आइपुगेका छौं र अहिलेसम्म डे 6 सम्म हेर्नु भएको छैन भने यहाँको आई बटनबाट हेर्न सक्नुहुनेछ। र आज हामी कुरा गर्न लागिरहेका छौं सी, लुक र वाचको डिफरेन्सको बारेमा। सबैभन्दा पहिला हामी कुरा गरौँ सी को। हजुर, सी भन्नाले के बुझिन्छ त? सी भन्नाले अब नेपालीमा भन्दाखेरि देखिनु या देख्नु भन्ने हुन्छ। सो यसको अर्थ कहाँ लाग्छ त भन्दाखेरि नोटिस विदाउट ट्राइङ। हजुर ख्याल राख्नु होला, नोटिस विदाउट ट्राइङ। है, हामीले बाटोमा हिँडिरहेका छौँ, अब कसैलाई हिँड्दै हिँड्दै झ्याप्प देखिहाल्यौँ हैन, हाम्रो इन्टेन्सन थिएन देख्ने तर ठ्याक्कै देखिहाल्यौँ हैन। सो त्यति बेला चाहिँ सी को प्रयोग गरिन्छ। जस्तै आई सो एन एरोप्लेन, मैले एक हवाईजहाज देखेँ। भनेपछि एक हवाईजहाज तपाईले जुन देख्नुभयो त्यो के हो त भन्दाखेरि तपाईले चाहेर देख्नु भएको होइन, यत्तिकै देखिएको। तपाईको नचाहेर चाहिँ तपाईले त्यसलाई देख्नुभयो है। त्यति बेला चाहिँ हाम्रो सी युज हुन्छ भनेर बुझ्न पर्ने हुन्छ। जस्तै डिड यु सी राम एट द मार्केट, के तिमीले रामलाई बजारमा देख्यौ? अब इन्टेन्सनली होइन कि अनइन्टेन्सनली देख्यौ कि भनेर त्यहाँ क्वेसन सोधिएको के। सो डिड यु सी राम एट द मार्केट। सो यो कुरा तपाईँ बुझ्न पर्यो। यस्तै गरी अब कुरा गरौँ लुकको। सो लुक भनेको के हो त भन्दाखेरि लुक भनेको हेर्नु हो। यो यसमा यो कति बेला युज हुन्छ त भन्दाखेरि फोकस युर आइज अन पर्पस। जब हामीले एकदम पर्पस सहित अर्थात् आफ्नो एउटा उद्देश्य सहित जब आफ्नो आँखाले फोकस गरेर हेरिन्छ भने त्यति बेला हाम्रो लुक युज हुन्छ। फर इक्जाम्पल जस्तै लुक एट द स्काई, आकाशतिर हेर है, आकाशतिर हेर। आफ्नो आँखा आकाशतिर पर्पसली लानु पर्यो अर्थात् उद्देश्यको साथ लानु पर्यो र हेर्न पर्यो है। सो त्यति बेला चाहिँ हामीले लुकको प्रयोग गरिन्छ। जस्तै सी लुक एट मी एन्ड स्माइल, उसले मलाई हेरेर मुस्कुराए। भनेपछि यहाँ पनि के भयो त भन्दाखेरि उनले पर्पसका साथ हैन तपाईलाई हेरिन् र मुस्कुराए। ओके, सो त्यही भएर यहाँ के लाग्यो लुकको प्रयोग भयो, तपाईले बुझ्नु पर्ने हुन्छ। यस्तै गरी वाच भनेको निरन्तर हेर्नु अर्थात् एक टकका साथ हेरिरहनु। जस्तै अब तपाईले टिभी हेर्न खोजिराख्नु भएको छ र त्यहाँ के हुन्छ त भन्दाखेरि टु अब्जर्भ समथिङ मुभिङ अर चेन्जिङ। त्यहाँ त्यो टिभी हेर्दाखेरि के कुराहरू त्यहाँ पिक्चरहरू चेन्ज भइरहेको हुन्छ, हो कि होइन? टु अब्जर्भ समथिङ मुभिङ अर चेन्जिङ, त्यो टिभीभित्र केही न केही चेन्ज भइरहेको हुन्छ नि त। के एउटा सिन आउँछ फेरि अर्को सिन आउँछ। सो त्यति बेला हामीले चाहिँ वाचको प्रयोग गर्छौँ। जस्तै आई वाच टिभी एभ्री मर्निङ, म हरेक बिहान टिभी हेर्छु। अर्थात् त्यो टिभीभित्र जुन के भइरहेछ त भन्दाखेरि त्यो पिक्चरहरू चेन्ज भइरहेछ, त्यो एकटकले हेर्न पर्यो होइन। भनेपछि हामीले के भन्नु पर्यो त्यति बेला आई वाच टिभी एभ्री मर्निङ, हेरिराख्नु पर्यो नि त टिभी होइन। सो त्यही भएर यहाँ के को युज भयो त भन्दाखेरि वाचको प्रयोग भयो। त्यस्तै गरी वाच द बेबी वाइल आई कुक होइन, म खाना पकाउँदा बच्चालाई हेर। म खाना पकाउँदा बच्चालाई हेर भन्दाखेरि यहाँ किन वाचको प्रयोग भयो त भन्दाखेरि त्यो बच्चालाई हेरिराख्नु पर्यो एकटक लाएर हैन। त्यो बच्चाहरू त्यो यताबाट उता गइरहन्छ, यताबाट उता गइरहन्छ हैन, त्यो मुभ भइरहन्छ हैन, त्यो यताबाट उता उताबाट उता चेन्ज भइरहन्छ। सो त्यही भएर हामीले यहाँ के लगाएको वाच लगाएको। सो आशा छ तपाईले यो भिडियो एकदमै मन पराउनु भयो र अन्तिमसम्म यो भिडियो हेर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच।